जस्तो भयो सपनीमा देख्दा तिमलाई झस्केर उड्दा परिलै यसो छाती छामी हेर्छु चर्किएला जस्तो मुटु धर्किएर आउँछ
आँसु सम्झेर तिमीलाई नै मायाले तिम्रो माया शीतल सुन झैं आमा तिम्रो काख माया दिने चौतारी पिपलु बर झैं आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै आमा हो हाँसी बसे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै तिम्रो माया शीतल सुन झैं आमा तिम्रो काख माया दिने चौतारी पिपलु बर झैं आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै आमा हो हाँसी बसे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै ढुङ्गोलाई सिरान राखी निधाएछु जस्तो भयो सपनीमा देख्दा तिमीलाई झस्केर उड्दा बरिलै यसो छाती छामी हेर्छु चर्किएला जस्तो मुटु धर्किएर आउँछ आँसु सम्झेर तिमीलाई नै मायाले तिम्रो माया शीतल सुन झैं आमा तिम्रो काख माया दिने चौतारी पिपलु बर झैं आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै आमा हो हाँसी बसे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै कुनै कुरा कुनै बेला एकदमै बहुमूल्य हुँदो रहेछ। मेरो बाल्यकालमा मेरो आमाले मलाई यहाँसम्म ल्याइपुर्याउनको निमित्त यस भाँडामा मलाई छुट्टै खाना पकाएर खुवाउनुहुन्थ्यो र जुन भाँडा मैले धेरै अगाडिदेखि सुरक्षित ढङ्गले राखेको छु। यो भाँडा भनेको जहिले पनि मेरो आमा हुनेछ। यो भाँडालाई मैले आमाको रूपमा मेरो जीवनभर सम्हालेर राख्नेछु र आउने सन्ततिलाई पनि
यो भाडाको महत्त्वपूर्ण अथवा यो भाडाको विषयमा म प्रश्न पार्नेछु र यो भाडा सधैँ जीवित रहनेछ। आमा 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 आमा। आमा आमा भन्ने शब्द नै एकदमै बिर्सिन नसक्ने शब्द हो। म मेरो आमाको साइला छोरा। यहाँले हामीलाई जन्म दिनुभयो 4 भाइ 1 बहिनीलाई र कर्म पनि दिनुभयो र जहाँबाट हामीलाई एउटा आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्नुभएको छ र हजुरले दिनुभएको एउटा मार्गदर्शनलाई लिएर हामी सबैजना अगाडि बढेको छौँ र हामी सक्षम सवाल भइसकेको छौँ। यहाँ अझै पनि हाम्रो सामु रहनुपर्छ, बाँच्नुपर्छ भन्ने हामीलाई लाग्दा लाग्दै पनि यहाँले जन्मन्दा लिएर आउनुभएको समय अवधि पुरा भयो र तपाईलाई भगवानले लिएर जानुभयो। तपाईको स्वर्गमा राम्रो बास होस्। हाम्रो अग्रजहरू बाजे बजु र तपाईकै ठुलो छोरी पनि स्वर्गमै हुनुहुन्छ। उहाँहरूसँग तपाईको भेट भइसकेको छ। सबैको पालो एउटै हो, राम्रो गरी बस्दै गर्नु होला। हामी सबैलाई आशीर्वाद दिनु होला। तपाईको आशीर्वाद र माया मोहले र तपाईको मार्गदर्शनले नै हामी आज छोरा बुहारी, छोरी ज्वाइँ, नाति नातिनी बुहारी, नातिनी नातिनी ज्वाइँ र पनातिनीसम्म पाउनु भएको छ। यहाँले दिनुभएको मार्गदर्शनलाई, यहाँले दिनुभएको आशीर्वादलाई, यहाँले दिनुभएको माया ममता सधैँभर बाँचिरहनेछ। तपाईँ भौतिक शरीर लिएर भगवान सामु जानुभयो, तर तपाईको सम्झना, तपाईको माया, तपाईको इतिहास सधैँभरि हामी छोरा छोरी, ज्वाइँ, नातिनी ज्वाइँ, नातिनी बुहारी सपरिवारले पनातिनीसम्म पाउनु भएको छ। सपरिवारले हामीले तपाईलाई जीवित रूपमा इतिहासमा राख्ने प्रयत्न गर्छौं। देश विदेशमा रहेर, स्वदेशमा रहेर मेरो आमाको निम्ति यहाँहरूले एकदमै धेरै साथ र सहयोग गर्नुभएको छ र यहाँहरूले समवेदना प्रकट गर्नुभएको छ, श्रद्धाञ्जली दिनुभएको छ र परिवारलाई सहानुभूति दिनुभएको छ। यहाँहरूलाई हाम्रो परिवारकै तर्फबाट एकदमै धेरै धेरै यहाँप्रति हामी आभार व्यक्त गर्छौं र हामी एकदमै ऋणी छौं र अन्त्यमा यहाँहरूले गर्नुभएको सहयोग अविस्मरणीय इतिहासमा रहनेछ र हाम्रो परिवारले हामीले सम्झिनेछौं र अन्त्यमा पनातिनीसम्म पाउनु भएको मेरो आमा प्रति हाम्रो सपरिवारको श्रद्धाञ्जली अर्पण गर्दै मेरो भनाइ यही राख्न चाहन्छु। अन्त्यमा हामी छोरा बुहारी, छोरी ज्वाइँ, नातिनी ज्वाइँ, नाति बुहारी, पनातिनीको आमा 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 आमा। नमस्कार, म सौरभ राई, जगत बहादुर राई र जयकुमारी राईको जेठो छोरा, केशवराम राईको जेठो छोरा हुँ। आज हामी सबै हाम्रो प्यारी आमाको सम्झनामा यहाँ जम्मा भएका छौँ। म उहाँप्रति मेरो श्रद्धाञ्जली र गहिरो माया यस भिडियो मार्फत व्यक्त गर्न चाहन्छु। मेरो प्यारी आमा, तपाईँ मेरो लागि आमा मात्र हुनुहुन्न थियो, मेरो संसारकै सबैभन्दा
ठुलो माया र सुरक्षाको स्रोत हुनुहुन्थ्यो। म सानै छँदा आमा बुवा अमेरिका हुनुहुन्थ्यो। त्यसबेला तपाईँले मलाई यति धेरै माया दिनुहुन्थ्यो कि मलाई कहिले पनि आमा बुवाको कमी महसुस हुनु दिनु भएन। तपाईँको माया नै मेरो लागि पर्याप्त थियो। तपाईँले मलाई खाना दिनुहुन्थ्यो र पुरा खाना नखाएसम्म मलाई टोलाउँदै हेर्नुहुन्थ्यो। त्यो दृश्य अझै पनि मेरो आँखा अगाडि आउँछ र सधैँ सम्झिरहनेछु। तपाईँ राई भाषा बोल्नु पनि धेरै मन पराउनुहुन्थ्यो। हामी नबुझ्दा पनि तपाईँ हामीसँग राई भाषामै कुरा गरिरहनुहुन्थ्यो। हामी जिज्ञासा भएर केही शब्द सिक्यौँ। म सानो छँदा भाइलाई रिसाएर पिट्दा या हाम्रा कडा काकाहरूले हामीलाई कराउँदा तपाईँ भन्नुहुन्थ्यो, मिचुइदे कान्छा, मिचुइदे जेठा। यो मिचुइदे शब्द अहिले पनि मेरो कानमा गुन्जिरहेको छ र सधैँ गुन्जिरहनेछ। आमा, तपाईँको माया, तपाईँको हेरचाह, तपाईँको राई भाषाको सुमधुर आवाज र त्यो सबै म सधैँ मेरो मुटुमा राखिरहनेछु। अब तपाईँको भौतिक उपस्थिति हामी माझ रहेन, तर तपाईँको माया र सम्झना सधैँ मेरो साथ रहनेछ। सधैँ तपाईँको जेठा नाति सौरभ। सबैमा नमस्ते। साइनो अनुसारको ढोग गर्दछु। म रोशन राई आमाको माइला छोराको कान्छो छोरा हुँ। म र आमा एक अर्कासँग धेरै नै नजिक थियौँ। मैले आफ्नो सम्पूर्ण बाल्यकाल आमासँग बिताएको छु। उहाँले मलाई धेरै नै माया गर्नुहुन्थ्यो। उहाँ स्वभावले अत्यन्तै दयालु, मायालु र सबैप्रति सम्मान व्यवहार गर्ने हुनुहुन्थ्यो। त्यसैले उहाँ सबैको मनमा बस्न सफल हुनुभएको थियो। उहाँलाई आफ्ना सबै नाति नतेना, छोरा छोरी अत्यन्तै प्रिय थिए। आज उहाँ हाम्रो बीचमा नभए पनि उहाँको माया, स्नेह र सम्झना सधैँ हाम्रो हृदयभित्र रहनेछ। भगवान सुन्निमा पारुहाङले उहाँको आत्मालाई चिर शान्ति प्रदान गरून् र सधैँ उहाँलाई आफ्नो दिव्य संरक्षणमा राखुन्। धन्यवाद। नमस्ते, म प्राविधिक उपसेनानी डाक्टर निरा राई। हाम्रो आमाको सबैभन्दा ठुली नातिनी। आमा हाम्रो को हुनुभए तापनि हामी सधैँ आमालाई आमा नै भन्ने गर्छौँ। हुन त आमासँग स्पेन्ड गरेको टाइम चाहिँ सबै अविस्मरणीय नै लाग्छ मलाई। तीमध्ये अलिकति हामी सानो छँदाखेरि मलाई लाग्छ यो मेरो मात्रै होइन, हामी सबै नाति नातिनाको चाहिँ एकदमै बाल्यकालको चाहिँ रमाइलो पल थियो, जुन चाहिँ हाम्रो आमालाई चाहिँ हाम्रो आफन्तहरूले, यताउता इष्टमित्रले सबैले रुचाउने भएकोले आमाकोमा चाहिँ कहिले पाहुना नछुट्ने, जहिले पनि पाहुनाहरू आइराख्नुहुन्थ्यो। त्यही भएको कारणले अब धेरै बोतलहरू जम्मा हुने, जुन चाहिँ अब हामीलाई थाहा हुन्थ्यो। अनि हामी भेला भएको बेलामा चाहिँ अब आमाले बोतल बेचेपछि चाहिँ आमाले पैसा चाहिँ हाम्रो हात लगाइदिनुहुन्थ्यो। त्यही भएर पनि हामी आमालाई बोतल कागज आयो कि हामी चाहिँ हल्ला गर्दै आमा बोतल कागज आयो भन्ने, आमाले चाहिँ त्यो बोतल कागज बेचेको पैसा चाहिँ हामीलाई दिनुहुन्थ्यो। अनि त्यही पैसाले हामी चाहिँ यताउता चाउचाउ भुजा लिएर घरमै चटपटे बनाएर रमाइलो गर्थ्यौँ। त्यो टाइम चाहिँ मेरो लागि अहिले सम्झिँदाखेरि एकदम रमाइलो टाइम थियो। यस्तै धेरै छ बाल्यकालको रमाइलो क्षणहरू, अविस्मरणीय क्षणहरू। अब त्यो सबै मैले यहाँ बताउन थालेँ भने त्यो सायद आज पुरा दिनमा पनि सकिँदैन होला। अन्त्यमा म जाँदै हजुरहरूलाई अब एउटा आमाले सधैँ भनिराख्ने वचन पनि सुनाउन चाहे, जुन चाहिँ आमाले सधैँ मलाई गर्नुहुन्थ्यो। अब केटा मान्छेहरू जस्तै तँ पनि राम्रो पढ्न सक्छस्, तिमीहरू राम्रो पढ्न सक्छस्, कहिले पनि हिक्मत नहार्नु भन्नुहुन्थ्यो। आमाले चाहिँ हिम्मतलाई सधैँ हिक्मत नै भन्नुहुने, सधैँ हिक्मत नहार्नु भन्नुहुन्थ्यो। आमाले हिक्मत नहार्नु भने जस्तै सधैँ अगाडि आमाको वचनलाई लिएर हिँडिरहनेछु आमा।
आमा जहाँ भए पनि खुसी रहनु, फेरि पनि हाम्रै घरमा आउनु है आमा। बोजू भन्नु हाम्रो सम्बन्धमा भए तापनि हजुरलाई माया गरेर मैले आमा भनेर बोलाउँथे। हरेक जन्मदिनमा दिनुभएको त्यो उपहार, हरेक चोटि म घर जाँदा र घर फर्कदा हातमा खुल्ला पैसाको नोट राखिदिँदै दिनुभएको त्यो माया धेरै याद आउँछ आमा। हजुरले बेलुका सुत्ने बेलामा हात छातीमा राखी हे भगवान, हे ईश्वर, हे भगवती रक्षा गरून् भन्नुभएको मन्त्र अझै पनि कानमा गुन्जिरहन्छ आमा। बिहान उठेर पूजा नसकुन्जेल मौन व्रत झैँ केही नबोली पूजा गर्नुहुन्थ्यो। सायद हाम्रै लागि भगवानसँग धेरै कुरा माग्नुहुन्थ्यो होला आमा। हजुरले दिनुभएको माया र संस्कार सधैँ हाम्रो मनमा जीवित रहनेछ आमा। जहाँ रहे पनि हजुर सधैँ खुसी रहनुहोस् आमा। हजुरलाई धेरै धेरै माया छ आमा। नमस्ते, म चाहिँ हाम्रो बाजे बोजूको जेठा छोरा केशव राम राईको कान्छा हो। First and foremost, thank you all for being here today to remember and celebrate the life of our grandmother, Jai Kumari Rai. It's difficult to put into words what she meant to me. Growing up, she was someone I could always turn to, someone who could make me laugh. She was generous, kind, caring, and in her own funny way, incredibly stubborn. But those qualities were part of what made her so special to me. One memory that always makes me smile is from when I was young and I had sprained my ankle. Instead of taking me straight to the hospital, she took me to our local Dami uncle first. And then he said, "Oh, you should take him to the hospital." And then she took me to the hospital. Looking back, it was simply her way of looking after me. And that's something she always did. What I remember most are the little things, the conversations, the laughter, her strong personality, and simply having her around. Although we are gathered here today because we've lost her, but I'm grateful for all the memories and for the privilege of growing up with her and calling her my grandmother. सम्पूर्ण दाम्दियाछा परिवार, आफन्तीजन तथा पाल्नुहुने इष्टमित्रहरूमा मेरो नमन। म येलुङहाङ राई यस परिवारको छोरी ज्वाइँ। हाल नेपाली सेनाको मेजर पदमा कार्यरत रही संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति सैनिकको रूपमा विगत 8 महिनादेखि कार्यरत रहँदै आएको छु। यस दुःखद समाचारले हामी सबलाई स्तब्ध बनाएको छ। आमा, हजुर सधैँ माया र ममताको खानी, हजुरको शालीन व्यवहार, आदर्श र मार्गदर्शनले यस परिवारलाई एक डिग्गापन रही एउटै मालामा गाँसी संसारको जुनसुकै स्थानमा पुगे तापनि सफलताको शिखर प्राप्त गर्नको लागि प्रेरणाको स्रोत हुनुहुन्छ। यही हजुरको व्यवहार मैले हजुरको छोरीमा पनि सुरुदेखि नै पाउँदै आएको छु। प्रकृतिको नियम छोडेर जानु छँदैछ आमा। वैकुण्ठमा बास रही यसै गरी सदाझै हामी सम्पूर्ण परिवार तथा आफन्तीजनलाई आशीर्वाद, माया, ममता र मार्गदर्शन दिइरहनुहोस् आमा। हजुर हामीले यस संसार छोडेर नगइन्जेलसम्म हामी सबैको मनमा रहिरहनुहुनेछ। हस्, धन्यवाद। नमस्कार सबैजनामा, म चाहिँ आमाको माइला छोराको कान्छी बुहारी। आज म यहाँहरू सामु हाम्रो आमाको सम्झना स्वरूप सानो मनमा लागेको कुराहरू सेयर गर्न गइरहेको छु। उहाँसँग मेरो भेट त भएको छैन, तर पनि उहाँसँग भेट्न र समय बिताउन धेरै नै इच्छा थियो। उहाँसँग धेरै समय बिताउन नपाए पनि उहाँप्रति मेरो मनमा सधैँ धेरै माया र सम्मान रहनेछ। तपाईको संस्कारहरू हामी सधैँ हाम्रो शिरमा राख्नेछौँ। आमा तपाईँ जहाँ हुनुहुन्छ सधैँ खुसी रहनुहोस्। हाम्रो परिवारमाथि यसरी नै सधैँ आशीर्वाद बर्साइराख्नुहोस्। धेरै माया आमा, तपाईको सम्झना सधैँ हाम्रो मनमा रहनेछ। नमस्ते, म लिन्ची मुरायो अनि म आप्पा अनि आमाको पनातिनी हो। I love you. I miss you so much.
अनि हाम्रो लाई बोक्नुको लागि This step here. Okay, 1, 2.
र तयारी भइराखेको बेला कार्यक्रम अगाडि बढाउन करिब करिब तयारी अवस्थामा छौँ र आजको यस विशेष दिन नै भन्न चाहन्छु जन्मसिद्ध हामीले मृत्यु लिएर आएका हुन्छौँ हामी सबै हरेक यहाँ छौँ एक दिन मर्नुहुन्छ यो सृष्टिको नियम हो मृत्यु सत्य छ सबैले स्वीकार पर्ने हुन्छ तथापि हामीलाई रमाइलो लाग्छ कसैलाई विदाई गर्न खल्लो लाग्छ दुःख लाग्छ रुन आउँछ लेकिन यो संसारको रीत सृष्टिको नियमलाई पालना गर्ने हुन्छ र मरेपछि हामीले छोड्ने भनेको हामीले गरेको माया रहेछ हामीले गरेको कामहरू रहेछ हामीले बोलेको बोलीहरू रहेछ हामीसँग जोडिएको सम्बन्धहरू रहेछ यी सबै कुरामा कनेक्टेड भएर आज हामी स्वर्गीय जय कुमारी राईको यो अन्तिम विदाई कार्यक्रम भनौँ मिलेको अथवा यसलाई श्रद्धाञ्जली कार्यक्रम भनौँ अथवा यो भ्युमिङ सर्भिस भन्ने पनि चल्दछ र यो बेलायतमा रहनुहुने सम्पूर्ण आफन्तहरूको लागि सम्पूर्ण साथीभाइहरूको लागि शुभचिन्तकहरूको लागि यो कार्यक्रम कल्पना गरिएको छ र उहाँ चाँडै अब आफूले एकदमै माया गरेको ठाउँमै पुग्दै हुनुहुन्छ र त्योभन्दा अगाडिको यो अवसरमा म फेरि पनि तपाईँहरूले आफ्नो समय निकालेर आइदिनु भएकोमा म एकदमै ग्रेट फ्यामिलीको तर्फबाट बिहाफ अफ ग्रेट फ्यामिली थ्याङ्क यू अल अफ यू सो मच आजको कार्यक्रममा धेरै लब्ध प्रतिष्ठित व्यक्तित्वहरू हुनुहुन्छ सङ्घ संस्थाबाट सबैतिरबाट आउनुभएको छ यहाँहरू सम्पूर्णलाई म एकमुष्टमा स्वागत भन्न चाहन्छु र कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु र पहिलो कार्यक्रम हाम्रो रहेको छ 87 वर्षको मृत्युमा 87 वर्षसम्म उहाँले धेरै सम्बन्धहरू गाँच्नुभयो धेरै मायाहरू बाँड्नुभयो र तिनै सम्बन्ध माया बोलीहरू छोडेर जाँदै हुनुहुन्छ र उहाँलाई 2 मिनट तिनै बोलीहरू तिनै झल्कोहरू सम्झेर मौन धारण गर्दै सम्झने कार्यक्रम गर्दछ र यसको लागि म यहाँहरू सबैलाई आफ्नो स्थानमा उभिदिन हार्दिक अनुरोध गर्न चाहन्छु र ज्यूलाई म पाइप बजाउने अनुरोध चाहन्छु र म आइन गर्छु आँखा चिम्लेर जानुभएको छ र पहिलो अभियान चाहिँ म धेरै फ्यामिलीलाई गर्ने अवसरको लागि
this is the time for the meal service of the Derek family. So I would like to request Paulus Lai, the individual is in the background. The Derek family will listen and we will have a very good this way, Necessarily, Bapak Ibu, aku serah sebelum berdoa doa. उहाँले चाहिँ यहीँ राख्नुहोस् अहिले उठाएर लाग्नुहोस् तपाईँले चाहिँ यही खुट्टामा राख्दैन यहीँ राख्छ अनि त्यहाँ आउँदै अरूले त्यताबाट त्यसपछि किनेर आउनु ल उनीहरू पछि यस पछाडिको कार्यक्रम हाम्रो उहाँको हुनुहुन्थ्यो त उहाँको जीवन थियोलोजी रिडिङको कार्यक्रम रहेको छ यसको लागि म उहाँलाई चामलिङ भाषिक अन्तर्गत दामदेवछा पाछाबाट हुनुहुन्थ्यो र दामदेवछा पाछा परिवारको अध्यक्ष अथवा रिप्रेजेन्टेटिभ्स हाम्रो आदरणीय प्रकाश राईलाई म उहाँको थियोलोजी पढेर सुनाइदिनु अनुरोध गर्न चाहन्छु। म प्रकाश राई दिवंगत श्रीमती जयकुमारी राई मेरो भाउजूको जीवनको विषयमा केही भन्न गइरहेको छु। दिवंगत श्रीमती जयकुमारी राई दिक्तेल रूपाको मजुवागढ नगरपालिका वडा नम्बर 5 सालिक नफेन गाउँपालिका वडा नम्बर 2 दोलुक टोलमा बाबा सुविधा लालमान राई र आमा देव
श्रीमानको जागिरको सिलसिलामा उहाँले भारत र हङकङमा पनि केही साल गुजार्नु भएको थियो। विदेश भ्रमण गर्न धेरै रुचाउनु हुने उहाँले आफ्नो श्रीमान तथा छोरा बुहारीहरूसँग अमेरिका, हङकङ, सिङ्गापुर, ब्रुनाई, मलेसिया र बेलायत भ्रमण गर्नुभएको थियो। अति दयालु तथा मिजासिलो स्वभावकी उहाँ आफूभन्दा ज्येष्ठ वृद्धदेखि साना साना नानीहरू लगायत सबैलाई धेरै माया तथा सम्मान गर्ने साथै समान रूपमा व्यवहार गर्ने भएकोले उहाँलाई सबैले धेरै नै माया सम्मान गर्दथे। उहाँले आफूलाई सबैले मन पराउने व्यक्तिको रूपमा परिचित बनाउनु भएको थियो। गाउँमा बस्दा होस् या काठमाडौँमा बस्दा शुभचिन्तकहरू उहाँलाई भेट्न असाध्यै आउने गर्नुहुन्थ्यो र उहाँ पनि आफन्तहरू घरमा आउँदा असाध्यै खुसी हुनुहुन्थ्यो। गाउँमा दिनको 2-3 बजेसम्म भान्सा कोठाबाट धुवा आइरहने भएकोले बिहानकी बेलुकाको खाना दिन लाग्नु भएको भनेर गाउँलेहरू उहाँसँग रमाइलो ठट्टा गर्थे र उहाँ खालठट्टा गर्दै भोक जतिखेर लाग्छ त्यतिखेर खानु हुने भनेर हँसाउनुहुन्थ्यो। उहाँ विशेष गरी गरिब दुखीहरूलाई असाध्यै माया र सहयोग गर्न रुचाउने स्वभावको कारण बिमार परेर बस्दा पनि गाउँघरका गरिब दुखीहरूको चिन्ता गर्ने र छोराछोरीहरूलाई आर्थिक सहयोग गर्न लगाउने साथै बेला बेलामा मैले भनेको व्यक्तिहरूलाई सहयोग गर्यो कि गरेनौ, कति आर्थिक सहयोग गर्यो भनेर छोराछोरीहरूलाई सोधिरहनुहुन्थ्यो। सहयोग गरेको जानकारी गराउँदा अत्यन्तै खुसी हुनुहुन्थ्यो र भन्नुहुन्थ्यो, उनीहरूको मलाई साह्रै माया लाग्छ अनि मलाई पनि धेरै माया गर्छ। म गाउँ जाँदा धेरै खुसी लाग्छ र मलाई काम गर्न दिँदैन, सबै काम गर्न सहयोग गर्छन्, खाना बनाएर खुवाउँछन्। उहाँ परिवारको आकाश जस्तै छाना जस्तै हुनुहुन्थ्यो। माया र ममताको खानी हुनुहुन्थ्यो। आफ्ना छोराछोरीहरूको मात्र होइन, सम्पूर्ण गाउँको कुनै आमा हुनुहुन्थ्यो। यो सत्य हो र सृष्टिको नियम हो। जुन अकाट्य हुन्छ र लेखनमा जे छ त्यही नै हुन्छ। लेखनमा लेखिने थिएछ अभागीवश सन् 2 अगस्त 2026 को दिन लामो समयसम्म बिमारले थालिएर उहाँले आफ्नो 87 वर्षको जीवनयात्रा अन्त्य गरेर महायात्रामा प्रस्थान गर्नुभयो। उहाँका प्रति शरीर हामी बीच नभए पनि सम्झनामा बाँचिरहनुहुनेछ। उहाँको आत्मालाई चिर शान्ति मिलोस्। अवश्य त्यो चुलामा शान्ति मिल्नेछ भन्ने आशा गर्दै उहाँको आत्माको शान्तिको कामना गर्छौँ। हार्दिक श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली। हजुर हाम्रो सम्झनामा सधैँ साथै रहनुहुनेछ। धन्यवाद। जीवन एउटा यात्रा जस्तो लाग्छ मलाई र यात्रामा धेरै साथीहरू भेटिन्छन्, धेरै साथीहरू राखिन्छन्, आफन्तहरू भेटिन्छन् र ममतामयी आमाको आत्मालाई म कान्छा छोरा र बुहारीको अन्तिम सन्देश। जीवनमा आमा गुमाउँदा हुने पीडाहरू आमा गुमाएपछि मात्र थाहा हुँदो रहेछ। न अब कहिल्यै आमाभन्दा बोल्नुहुन्छ, न मलाई कान्छा भनेर बोलाउन सक्नुहुन्छ। हुन त तपाईँ बोल्न छाड्नु भएदेखि नै कतै बोल्नुहुन्छ कि भनेर काउकुत्ती लगाइदिन्थे अनि तपाईँ खुट्टा चलाउने प्रयास गर्नुहुन्थ्यो। थलिएको ज्यान चलाउँदा तपाईँ आइया भन्नुहुन्थ्यो, तर आइया भन्दा मन कटक्क भाँचिन्थ्यो। आमा जबरजस्ती आपाको अगाडि केही भएको छैन जस्तो नाटक गर्न बाध्य हुन्थे। डाक्टरहरूले आमा प्राकृतिक रूपमा बिदा लिने क्रममा छ भन्दा संसार ढलेझै भएको थियो। कसैलाई केही भन्न सकिनँ। झुटो साबित होस्, चाँडै त केही हुन्न होला भन्ने झिनो आशा लिए, तर त्यो आशा पनि समाप्त गरी बिदा लिनु भएन।
डिमेन्सियाले सबै भुलिसक्नु भएको थियो। अब त डिमेन्सियाले पनि छाड्यो होला तपाईँलाई। त्यही भएर केही जानकारीहरू दिँदैछु। तपाईँ नाति नातिनाहरूको असाध्यै माया गर्नुहुन्थ्यो र मैले कराउँदा मेरो नानीहरूलाई नपिठै तेरो हात भाँचिदिन्छु भन्नुहुन्थ्यो। यिनीहरू सबै ज्ञानी हुन्छ, डक्टर हुन्छ, लप्तान हुन्छ, कप्तान हुन्छ भनेर भन्नुहुन्थ्यो। हो रहेछ आमा, खुसी हुनुहोस् है, हजुरको आशीर्वादले हजुरले भने जस्तै भएको छ। तपाईँ हामीमाझ भौतिक रूपमा नरहे पनि हजुरको दर सन्तानहरू सबैको आमा सधैँ हजुर नै रहनुहुनेछ। हामीलाई विश्वास छ आमा, हजुरलाई हामीले नदेखे पनि हजुरको आत्माले हामीलाई देखिरहनु भएको छ। तपाईँ सधैँको लागि बिदा लिएर जानुभयो भनेर धेरै दुःख लागेको छ। तर पुर्खाहरूले भन्नुभएको तपाईँ त फर्किनु भएको हो अरे, यो संसारमा हामी केही क्षणको लागि मात्र आएको हो अरे, हामी पनि तपाईँ भएकोमा एक दिन फर्किन्छौँ अरे। दुःख नमान्नु है आमा, पुर्खाहरूले भन्नुभएको हाम्रो भेट फेरि हुन्छ अरे। आमा, परिवारलाई दुःख भयो, दुःख दिए भनेर दुःख नमान्नु है। हामीलाई कति पनि दुःख भएको थिएन र कहिल्यै दुःख मान्ने छैनौँ। बरु हजुरले जन्म दिएर यो संसार देखाउन गर्नुभएको सङ्घर्षहरू, वर्षा झरीहरूमा टन्टलापुर घाम सबै सहेर मेलापात गर्दै कोक्रोमा बोकेर दुध पिलाएको, सानो बुछालोमा मिठो पकाएर आफू नखाई हामीलाई खुवाएर हुर्काएको, ऋण तिर्न सक्यौँ या सकिनौँ भने आफ्नो सन्तान सम्झी माफ गरिदिनुहोस् है। आमा, हजुरले खाइदिँदा मन हल्का हुन्थ्यो, आइया भन्दा मन कटक्कै हुन्थ्यो। कहिलेकाहीँ जबरजस्ती कराउँदै हामीले खुवाउँदा तपाईँ रिसाउनुहुन्थ्यो। आमा, मायाले गरेको, रिसले होइन, माफ गरिदिनुहोस् है। आमा, हजुरले देखाउनु भएको बाटोमा हिँड्ने प्रयास गर्नेछौँ। लोभ होइन, आवश्यकता बुझेर काम गर्नु भन्नुहुन्थ्यो। आफूलाई मात्र होइन, अरूलाई पनि सकेको सहयोग गर्नु भन्नुहुन्थ्यो। यी सबै गर्ने प्रयासहरू गर्नेछौँ आमा। गाउँघरमा हजुरले माया गरेर गर्ने सहयोगहरू हामी सधैँ निरन्तर गरिरहन्छौँ। सबै इष्टमित्र शुभचिन्तकहरूलाई आदर सम्मान र माया गर्नु भन्नुहुन्थ्यो। घरमा आउने सबैलाई पाहुना सम्झेर सम्मान गर्नु, मनबाटै खुसी हुनु भन्नुहुन्थ्यो। हजुरले भने चाहिँ गर्नेछौँ आमा। आपाको चिन्ता पटक्कै नगर्नु है आमा। हामी हजुरलाई जस्तै हजुरको हामी सबै दर सन्तानहरू मिलेर माया गरेर सेवा गरी राम्रो गरी राख्नेछौँ। विदेशमा बिदा लिए भनेर दुःख नमान्नुहोस् है आमा। हजुरको पार्थिव शरीर तपाईँले मन पराउने गाउँको घरमा लाँदैछौँ अनि आफ्नै परिवारहरूसँग हजुरलाई राख्दैछौँ। हजुरको आत्मा तपाईँ अब गाउँमै जानु है आमा। अनि पितृहरूसँग तिनचुलामा बसेर हामीलाई आशीर्वाद दिनुहोस् है आमा। उधौली र उभौलीमा तपाईँलाई पुकार्नेछौँ। जे दिनु छ हामीले नछुलाई दिनु लगाउनेछौँ। हजुरको दर सन्तान, छोरा बुहारी, छोरी, नाति नातिनी, पनातिनीहरू सबैले सम्झिरहनेछौँ। हामी सबैलाई आशीर्वाद दिनुहोस्। पितृहरूसँग तिनचुलामा बस्नुहोस्। हजुरको आत्मालाई सधैँ शान्ति मिलोस्। हार्दिक श्रद्धाञ्जली आमा। सबै छोरा छोरीहरूले आफ्ना आमाबाबुलाई हामी सेवा गर्न नै चाहन्छौँ र सक्दो प्रयास गर्छौँ। तर मलाई लागेको र मैले देखेको एउटा फिलिङ्स सेयर गर्न चाहेँ र भाइ यसलाई म आकाङ्क्षा मेरो आमाले मलाई त्यहाँसम्म परिवारले पनातिनीसम्म पाउनु भएको छ। सपरिवारले हामीले तपाईँलाई जीवित रूपमा इतिहासमा राख्ने प्रयत्न गर्छौँ। देश विदेश अथवा यो भाँडाको विषयमा म प्रश्न पार्दैछु र यो भाँडा सधैँ जीवित रहनेछ। आमा 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 आमा।
जन्मँदा लिएर आउनुभएको समय अवधि पुरा भयो र तपाईँलाई भगवानले लिएर जानुभयो। तपाईँको मार्गदर्शनले नै हामी आज छोरा बुहारी छोरी जुवाई नाति नातिनी बुहारी नातिनी नातिनी जुवाई र पनातिनीसम्म पाउनुभएको छ। यहाँले दिनुभएको लाभ सदैव बाँचिरहनेछ। तपाईँ भौतिक शरीर लिएर भगवान सामु जानुभयो, तर तपाईँको सम्झना तपाईँको मायाको निम्ति यहाँहरूले एकदमै धेरै साथ र सहयोग गर्नुभएको छ र यहाँहरूले समवेदना प्रकट गर्नुभएको छ, श्रद्धाञ्जली दिनुभएको छ र परिवारलाई सहानुभूति दिनुभएको छ। यहाँहरूलाई हाम्रो परिवारकै तर्फबाट एकदमै धेरै धेरै यहाँप्रति हामी आभार व्यक्त गर्छौँ र हामी एकदमै ऋणी छौँ र अन्त्यमा यहाँहरूले गर्नुभएको सहयोग अवस्मरणीय इतिहासमा रहनेछ र हाम्रो परिवारले हामीले सम्झिनेछौँ र अन्त्यमा पनातिनीसम्म पाउनुभएको मेरो आमाप्रति हाम्रो सपरिवारको त्यही राख्न चाहन्छु। अन्त्यमा हामी छोरा बुहारी छोरी जुवाई नातिनी नमस्कार, म सौरभ राई, जगत बहादुर राई र जयकुमारी राईको जेठो छोरा केशवराम राईको जेठो छोरा हुँ। आज हामी सबै हाम्रो म उहाँप्रति मेरो श्रद्धाञ्जली र गहिरो माया यस भिडियो मार्फत व्यक्त गर्न चाहन्छु। मेरो प्यारी आमा, तपाईँ मेरो लागि आमा मात्र हुनुहुन्न, मेरो संसारकै सबैभन्दा हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। म स्तुभा राई, दिवंगत श्रद्धेय श्रीमती जयकुमारी राईकी नातिनी तथा साइला छोरा श्री मणिराम राईको ठुलो छोरी हो। श्रद्धेय मेरी बजू, तर हामी नाति नातिनीहरूले उहाँलाई सधैँ आमा भनेर नै सम्बोधन गर्ने गर्थ्यौँ। हामीले नचाहँदा नचाहँदै पनि उहाँको 87 वर्षको उमेरमा बेलायतमा असामयिक तथा दुःखद निधन हुनुभयो। उहाँ भौतिक रूपमा हामीमा जीवित रहनुहुँदा हामी नाति नातिनीहरूमाथि दिनुभएको ममता र स्नेह अतुलनीय छ। उहाँको आशीर्वाद, माया र योगदानकै कारण आज हामी यस अवस्थामा र सहज जीवनमा रहन सकेका छौँ। उहाँले हामीलाई छाडेर जानुभए पनि उहाँ सधैँ हाम्रो मन मस्तिष्कमा जीवित रहनुहुनेछ। उहाँको बारेमा जति नै वर्णन गर्न चाहे पनि उहाँप्रतिको हाम्रो माया, उहाँले दिनुभएको स्नेह र उहाँको व्यक्तित्वलाई शब्दमा पूर्ण रूपमा व्यक्त गर्न म आफूलाई अपुरो नै पाउनेछु। हामी उहाँप्रति सधैँ कृतज्ञ र आभारी रहनेछौँ। हाम्रो प्यारो आमाको दिवंगत आत्माले चिर शान्ति पाओस्। हाम्रा आमाका 4 छोरा बुहारीहरू र 1 छोरी जुवाई तथा सम्पूर्ण नाति नातिनीहरू, पनातिनी, नातिनी बुहारीहरू, नाति जुवाई मिलेर उहाँप्रतिको माया र सम्झना स्वरूप उहाँलाई समर्पित गर्दै एउटा छोटो भिडियो बनाएको छौँ। मनका केही कुरा भन्न बाँकी रहेका केही भावनाहरू र आमासँग बिताएका केही अमूल्य यादहरूलाई यस भिडियो मार्फत हामीले हाम्री दिवंगत आमा सामु र यहाँ उपस्थित सबैहरू सामु प्रस्तुत गर्ने सानो प्रयास गरेका छौँ। म सानै छँदादेखि आमा आप्पासँग नै हुर्किएको हुँ। म सानो हुँदाखेरि मेरो आमासँगको एउटा एकदमै यादगार पल छ। त्यो भनेको चाहिँ म स्कुल जहिले पनि अलिक टाढा थियो र बसमै जाने गर्दथेँ। बस आइसकेको हुन्थ्यो तर पनि म आमालाई कुरेर पर्खिरहेको हुन्थेँ। सबैले सोच्नुहुन्थ्यो रहेछ किन यस्तो ढिलो गर्छ भनेर, तर आमा जहिले पनि बिहान बिहान व्रत बस्नुहुन्थ्यो। जबसम्म उहाँ व्रत सक्नुहुन्न थियो तबसम्म बोल्नुहुन्न थियो र म स्कुल जाने क्रममा चाहिँ आमाले मलाई जहिले पनि थोरै थोरै पैसा दिने गर्नुहुन्थ्यो। अब यो कुरा
बुबा आमालाई त थाहा थिएन, त्यही भएर उहाँले जहिले पनि स्तुपा किन हराउँछ भन्नुहुन्थ्यो। तर म भने कति बेला आमा पूजा गर्न सक्नुहुन्छ र मलाई पैसा दिनुहुन्छ भनेर म उहाँलाई नै छेउमा पर्खेर बसिरहेको हुन्थेँ। आमासँगको यादहरू त धेरै नै छ। मैले तपाईँहरूलाई सबै अहिले भनेर त बस्न सकिनँ, तर ती यादहरू म जहिले पनि आफूसँग सम्हालेर नै राख्नेछु। हाम्री आमा आज हामी माझ भौतिक रूपमा उपस्थित नभए पनि उहाँप्रतिको माया, ममता, सम्मान र सम्झना सधैँ जीवित रहनेछ। यही माया र भावनालाई यस भिडियो मार्फत उहाँप्रति समर्पित गर्न चाहन्छु। अन्त्यमा यस दुःखद घडीमा हामीलाई साथ, सहयोग, सान्त्वना र संवेदना प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति पूर्ण हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद, नमस्ते, हार्दिक श्रद्धाञ्जली आमा, धेरै धेरै माया। यस्तो लागिराखेको छ हाम्रो दिवंगत जयकुमारी गुरुजी चाहिँ सबै कुराहरू सुनिराख्नु भएको छ। उहाँको पार्थिव शरीर हामीसँग छ र आत्मा पनि यतै कतै सुनेर हामीलाई देखिराख्नु भएको छ, बोल्न खोजिराख्नु भएको छ, त्यस्तै लागिरहेको छ। अब फ्यामिली ट्रिब्युटको अन्तिम चरणमा छौँ। स्तुपा छोरीले भन्नुभएको भिडियो। अब बुहारी नाति बुहारी सुजन ग्रेस राईको छोटो सन्देश पछाडि म यहाँलाई प्रस्तुत गर्नेछु। सबैलाई मेरो सैनिक नमस्कार। यस दुःखद घडीमा हजुरहरूको उपस्थिति हाम्रो परिवारको लागि अत्यन्तै महत्त्वपूर्ण र अमूल्य छ। हजुरले देखाउनु भएको माया, साथ र सद्भावप्रति हाम्रो परिवार हृदयदेखि नै आभारी छ। हजुरहरूको यो माया र सहयोग हामी सधैँ सम्झिरहनेछौँ र कहिले बिर्सने छैनौँ। म आमा जगतबहादुर राई र स्वर्गीय आमा जयकुमारी राईका जेठा छोरा केशव राम राई, जेठी बुहारी सुसाना ग्रेस राई हुँ। आज हाम्रो प्यारी आमालाई अन्तिम बिदाई दिँदै गर्दा उहाँप्रति मेरो मनमा भएका केही भावना र सम्झनाहरू यहाँहरू सबैसँग बाँड्न चाहन्छु। मैले आमालाई सन् 2019मा एकपटक मात्र भेट्ने सौभाग्य पाएकी थिएँ। त्यो बेला मेरो श्रीमान सौरभ र मैले आमा र आप्पाको हातबाट आशीर्वाद लिने सौभाग्य पाएका थियौँ। आमा र आप्पासँग धेरै समय बिताउन नपाए पनि उहाँहरूसँग बिताएको त्यो छोटो समय मेरो जीवनको एकदमै मिठो र अमूल्य सम्झना बनेर बसेको छ। आज आमालाई सम्झिँदै गर्दा मेरो मनको एकदमै नजिकैको सम्झना बारम्बार आइरहन्छ। म आमाकी जेठी नातिनी बुहारी भएकाले आमालाई आफ्नै हातले खाना खुवाउने मौका पाएकी थिएँ। आमाले पनि खुसी खुसी हुँदै मेरो हातबाट खानुभएको थियो। त्यो बेला सायद एउटा सानो क्षण जस्तो लागेको थियो, तर आज त्यो सम्झिँदा म आफैलाई कति भाग्यमानी रहेछु जस्तो लाग्छ। आमालाई आफ्नै हातले खुवाउनु पाउनु र उहाँको थोरै भए पनि सेवा गर्नु पाउनु मेरो लागि साँच्चै ठुलो सौभाग्य र आशीर्वाद थियो। आमासँग मेरो भेट एकपटक मात्रै भयो, तर त्यो एकपटकको भेटले पनि मलाई जीवनभर पुग्ने मिठो सम्झना दिएको छ। उहाँलाई भेट्न पाएँ, उहाँसँग केही समय बिताउन पाएँ, उहाँको सेवा गर्न पाएँ र उहाँको आशीर्वाद लिन पाएँ। आज ती पलहरू सम्झिँदा मनमा दुःख पनि लाग्छ, तर त्योभन्दा बढी आफैलाई भाग्यमानी महसुस गर्छु। सन् 2019मा आमालाई भेटेर बिदा हुँदा त्यो नै हाम्रो अन्तिम भेट हुनेछ भन्ने मैले कहिले सोचेकी थिएन। फेरि भेट्नेछु, फेरि उहाँको सेवा गर्नेछु, आशीर्वाद लिनेछु भन्ने नै लागेको थियो। र आज आमाको अन्तिम दर्शनको लागि यति टाढाबाट फेरि यहाँ आएर
मन धेरै नै भारी भएको छ। तर उहाँको अन्तिम विदाईमा यहाँ उपस्थित हुनु पाएकोमा म आफैलाई भाग्यमानी पनि ठान्दछु। आमा, तपाईसँग बिताएको समय धेरै छोटो थियो, तर तपाईँले दिनुभएको माया र आशीर्वाद मेरो लागि कहिले छोटो हुने छैन। तपाईँलाई भेट्न पाएकोमा, तपाईँको सेवा गर्नु पाएकोमा र तपाईँको आशीर्वाद लिनु पाएकोमा म सधैँ आफूलाई धन्य सम्झनेछु। आज तपाईँलाई अन्तिम बिदाई दिँदै गर्दा म यति मात्र भन्न चाहन्छु। आमा, तपाईँ जहाँ हुनुहुन्छ शान्तिमा रहनुहोस्। तपाईँले हामी सबैलाई दिनुभएको माया र आशीर्वाद सधैँ हाम्रो साथमा रहिरहोस्। हजुरको आत्माले जीव शान्ति पाओस् भन्ने मेरो हृदयदेखि नै कामना गर्दछु। तपाईँप्रतिको माया, सम्मान र तपाईँको सम्झना सधैँ मेरो हृदयमा जीवित रहनेछ। हार्दिक श्रद्धाञ्जली आमा, तपाईँको जेठी नातिनी बुहारी। धन्यवाद। फ्यामिली ट्रिब्युटको अन्तिम चरणमा स्तुपा नातिनीहरू सबैले सम्झनाहरूलाई पुन्नु भएको छ र यसलाई मैले रिफ्लेक्सन अफ मेमोरिज एन्ड मोमेन्ट्स नाम दिएको छु। यो छोटो विषयहरूलाई देखाएपछि हामी यहाँलाई विभिन्न सङ्गठनबाट आउनुभएको सबैलाई ट्रिब्युट दिने अवसर दिनेछौँ। भाइ, तपाईँको नाम राखेको छु है यहाँ रितमा। कहाँ हो तपाईँ? कसको? भाइ हजुर, धन्यवाद सर। हाम्रो भाइ श्री धीरज राई ज्यूको शोकाकुल परिवार बाबा पनि हुन्छ। त्यस्तै आज हाम्रो दिवंगत आमा जयकुमारी राईको बेला
बेलायतवासीहरूको निम्ति अन्तिम उहाँलाई दर्शन गर्ने, अवलोकन गर्ने र श्रद्धाञ्जली अर्पण गर्ने यो क्षणमा उपस्थित हुनुभएका सम्पूर्ण सङ्घ संस्थाबाट आउनुभएका व्यक्तित्वहरू र सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, म किरात राई आयोगका बेलायतको केन्द्रीय अध्यक्ष दिलकुमार राई, मेजर दिलकुमार राईको उपस्थिति हुनु सकेन र उहाँको तर्फबाट र सम्पूर्ण किरात राई आयोगका बेलायतको तर्फबाट यहाँ श्रद्धाञ्जली अर्पण गर्नु आएको छु। यहाँ सम्पूर्णमा सेवा। गुड इभिनिङ। सर्वप्रथम हाम्री दिवंगत आमा जयकुमारी राई प्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ र यो सम्पूर्ण किरात राई आयोगका बेलायतको तर्फबाट। जब यो संसारिक जीवनचक्र सुरु भयो र यहाँ हामी, म भन्ने गर्छु, जीवित वस्तुहरू अथवा मानव भइहाल्यौँ, पशु पक्षी र वनस्पतिहरू एउटा कालखण्डमा हामी यहाँ आउँछौँ र आफ्नो निश्चित समयावधि पुरा भएपछि हामी पुनः प्रकृतिमा जान्छौँ अथवा हाम्रो महाप्रस्थान हुन्छ। त्यस्तै हाम्रो दिवंगत आमा जयकुमारी राईजी पनि उहाँ 27 वर्ष अगाडि यहाँ आउनुभयो र आफ्नो निश्चित अवधि सकेर 2 अगस्त यही महिना उहाँले महाप्रस्थान गरिसक्नु भएको छ र हाम्रो किराँती बुद्ध मनसा उहाँ अब पितृमा जानुहुन्छ, पितृ हुनुहुन्छ र हाम्रो मुद्दुमी शक्ति अनुसार चाहिँ उहाँ अब शक्तिदाता भएर रहनुहुनेछ र उहाँलाई जहिले पनि रुटिन रूपमा हामी उभौली र उधौलीमा उहाँलाई सम्बोधन गरेर हामी बल माग्नेछौँ, शक्ति माग्नेछौँ र परिवारलाई कुनै पनि बेला चाहिएको बेला आवश्यक भएको खण्डमा उहाँ लगायत सम्पूर्ण कृतिहरूबाट हामी शक्ति माग्छौँ र हामीलाई विश्वास छ उहाँको मुद्दुमी कुराहरू अझै बाँकी छ, त्यो नेपालमा गएर त्यो सम्पन्न हुनेछ र उहाँको बास सुप्तुलुङमा हुने होस् अथवा तिनचुलामा होस् अथवा सामखामा होस् र उहाँको हामी चिर शान्तिको कामना पनि गर्दछौँ। त्यस्तै अहिले हामी जसले अनुभव गरेका छौँ एउटा आमा गुमाउनु अथवा मातृ गुमाउनु, त्यो अवस्थामा रहेको हाम्रो धीरज भाइको परिवार, बाबाजीहरूलाई यो एकदमै गाह्रो, अप्ठ्यारो, असहज परिस्थिति छ र हामी मानव भएकोले, भावनासँग हामी खेल्ने भएकोले उहाँलाई एकदमै गाह्रो स्थिति छ अहिले र त्यो अवस्थाबाट गुज्रिनुलाई अथवा त्यो अवस्थालाई सहन गर्न सक्ने सुँगिन पाउनाले उहाँलाई एकदम शक्ति दिउँ र नर्मल जीवनमा फर्किनुलाई उहाँलाई भगवानले शून्य पार्न शक्ति दिन भन्न चाहन्छु र जाँदै अझै उहाँको पार्थिव शरीर आफ्नो नेपाल गाउँ रतनछामा लगेर मुद्दुमी संस्कारद्वारा अथवा मुद्दुमी नाक्छौङहरूको आफ्नो मुद्दुमी संस्कारद्वारा उहाँलाई समाधिस्थ गर्ने समय अझै छ अथवा त्यो गर्न अझै बाँकी छ। यहाँको यात्रा र यहाँको परिवारको यात्रा त्यहाँबाट अन्तिम क्षणसम्म एकदमै सफलताको साथ सम्पन्न होस् र यहाँले जे चिताउनु भएको छ त्यो पुरा होस् भन्न चाहन्छु र अन्तमा जाँदै यो कार्यक्रम, अन्त्येष्टि कार्यक्रम, एकदमै महत्त्वपूर्ण कार्यक्रमलाई आयोजना गर्नुहुने किरात राई आयोगका प्रारम्भ कार्य समिति मेटवे र प्रत्यक्ष र परोक्ष रूपमा यसलाई यो कार्यक्रमलाई सफल बनाउनको निम्ति सहयोग गर्नुहुने सङ्घ संस्था र व्यक्तित्वहरूमा म किरात राई आयोगका बेलायतको तर्फबाट धेरै धेरै धन्यवाद दिँदै
श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली सेवा आलाङ। धन्यवाद अध्यक्षज्यू। अब यहाँ सबै तयारी बस्न बस्नु होला। र उहाँले श्रद्धाञ्जली अर्पण गर्नु हुँदै गर्दा उहाँलाई अन्तिम नजर हेर्दै गर्नुभयो। एउटा सूचना प्राप्त भएको छ। हाम्रो एनआरएनको अध्यक्षज्यूले पनि व्यक्तिगत शब्द श्रद्धाञ्जली आमाको लागि ल्याएको छु भनेर भन्नुभएको छ। म हजुरलाई श्रद्धाञ्जली कार्य समिति निर्णयबाट अध्यक्ष सूर्यविक्रम राईज्यू, प्रारम्भ कार्य समिति मेस्टबाट अध्यक्ष सुमित्रा राईज्यू, किरान राई आयोगका प्रारम्भिक कार्य समिति काठमाडौँबाट सभाका ढेलो राईज्यू, काइला आसनबाट अध्यक्ष शिवानी राईज्यू, किरान राई आयोगका प्रारम्भिक कार्य समिति फक्सटोनबाट अध्यक्ष भीमराज राईज्यू, खोटाङ सेवा समाज बेलायतबाट उपाध्यक्ष हकिम साम्पाङ राईज्यू, सातमा गाउँपालिका अध्यक्ष मजमन राईज्यू, सातमा सभाका रत्नकुमार राईज्यू, अनि एनआरएल युकेबाट अध्यक्ष प्रेम गहमान राईज्यू र सिनियर भाइस प्रेसिडेन्ट अनिल मल्लज्यू, यति नाम प्राप्त भएको छ। साथै उहाँहरू सबै अरू मैले एकचोटि चेक गर्छु मिस गरेको छु भने। साथै इन्टेक 99 जुन चाहिँ हाम्रो अगाडिको नम्बरिङ पार्टी हुनुहुन्छ, इन्टेक 99 को तर्फबाट पनि रिप्रेजेन्टेटिभ अगाडि आइदिनु होला। र त्यसै गरी हाम्रो सदनको सम्पूर्ण लगभग प्रतिष्ठित व्यक्तित्वहरू हुनुहुन्छ। हाम्रो आदरणीय मिडवेको पूर्व मेयर सांसद मिना गुरुङ पनि हुनुहुन्छ, राई हुनुहुन्छ। यो सबैले बिस्तारै लाइनमा आबद्ध भएर आफ्नो अन्तिम श्रद्धाको फुल चढाइदिनु हुन अनुरोध गर्न चाहन्छु।
लामो समय छैन म सरलाई स्वागत गर्दछु। अब हाम्रो रेकर्ड हुँदो रहेछ नि यो माथि राख्ने अहिलेको अडरमा पनि जानकारी आएपछि अनि पासनहरू अधिकारीहरूको हाम्रो प्रदेशदेखि प्रधानमन्त्रीहरू पुलिस फ्यामिलीहरू सबैले बिस्तारै फलो गर्दै अनि बाहिरसम्म
यो जाँदैन है यो फुल पठाउने अहिले सायद अहिले पठाउने त्यहाँ राखिदिनु पर्छ अहिले साइड ल यता राखिदिनु लिएर राख तिम्रो नातिनीहरूले ल तिमीहरूले पनि राख्दो हाँसो हाल्छ राख्दो अगस्त 2 तारिक चाहिँ 2026मा चाहिँ यो संसारबाट बिदा हुनुभएको छ र उहाँ चाहिँ युकेको यो मेडवे केन भन्ने ठाउँमा रहँदै आउनुभएको थियो चाथम भन्ने ठाउँमा अहिले चाहिँ उहाँ चाहिँ यही ठाउँमा नै हामीले भिउइङ सर्भिस गरिरहेको छौँ अब केही दिनमा नै उहाँको पार्थिव शरीरलाई नेपाल लगेछ र नेपाल लगिसकेपछि नेपालको आफ्नो संस्कार संस्कृति अनुसार उहाँ हामीले दाह संस्कार गर्ने प्लान गरेको छौँ। मलाई के रिक्वेस्ट गएको छ भने अब हामी जुन पार्टी गरेर यहाँ बिदाय गरिसकेपछि चाहिँ तर रिफ्रेसमेन्ट भन्छ उहाँ चाहिँ चोखिने ठाउँ जानुपर्ने उहाँले रिक्वेस्ट गर्नुभएको छ। अब हामी उता पनि जान्छौँ त्यहाँको फोटो भिडियोहरू तपाईँहरूलाई म देखाउने इच्छा छ। अब हामी पनि साह्रो फेरि अब नेपाल जानु लिएर आउँछ तपाईँ हाम्रो न्युजबाट थाहा भइरहेको बिट सिरियस भनेर त नेपाल अन्तिम बिदा दिइरहन्छ आमा जयकुमारी राई।
तलतिर पर्छ यिनै एउटा हुँदै पनि हुन्छ टाढीतिर र त्यहाँ गाइडहरू अहिले इन्प्लेस भइसकेको छ कृपयाले उता जाऊ हजुर यता यहाँ आउँदैछ दाइ कसलाई बोलाउनु मैले जोइले जानुभएको अघि अघि यहाँदेखि देख्छु सबै राखिसक्यो सब्जीहरू पुसिदिउँ न भाउजू पुसेर राखिदिउँ न उहाँले फेर्नुहुन्छ यो क्याटरिङ के हो बहिनी न फेरि यो कन्टेनर त लाने होला नि कन्टेनर लाने खाली भयो सोध्नुहोस् हामी उत्तर दिन्छौँ ल सोध्नुहोस् ल प्रश्न सोध्नुहोस् हामी उत्तर दिन्छौँ ल के प्रश्न सोध्नुहुन्छ श्रीमतीले दिन्छ प्रश्न मलाई सोध्नुहोस् उत्तर श्रीमतीले दिन्छ त्यस्तो म सिङ्गल गोल्डन तपाईँहरूलाई साह्रो राम्रो काम गर्नुभएको थियो आज है राम्रो काम गर्नुभएको थियो है भोलिन्टियरी गोल्डन तपाईँहरूलाई यहाँ सिङ्गल अलिक राम्रो छैन हजुर सुन्नु भएको छ हजुर तर यहाँ गर्नु त गर्नु 40 आज पनि Honestly, I'm so grateful that happened to me. मलाई त उसैको आफ्नै अलिकति यता दिन्थ्यो र तर यसपालि चाहिँ धेरै मुटुमा पर्यो खै त पहिले अलिकति होइन होइन म यता उमा छु नि त यहाँ प्राकसमा छु नि त उहाँ प्राकसमा हुनुहुन्छ अब हामीले केन्द्रमा त तारा
तिमलाई सम्झिरुदा त्यहाँ तिमलाई बाडुल्कीले दुख्यो कि लाग्छ बरिलै बाडुल्कीको लहर लाग्दा मैलाई सम्झी त्यहाँ तिमी रोयौ कि लाग्छ बरिलै तिम्रो माया शीतल सुन झै आमा तिम्रो काख माया दिने चौतारी पिपलु बर झै आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै आमा हो हाँसी बसे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै ढुङ्गोलाई सिरान राखी निधाएछु जस्तो भयो सपनीमा देख्दा तिमलाई झस्केर उड्दा बरिलै यसो छाती छामी हेर्छु चर्किएला जस्तो मुटु धर्किएर आउँछ आँसु सम्झेर तिमलाई नै मायाले तिम्रो माया शीतल सुन झै आमा तिम्रो काख माया दिने चौतारी पिपलु बर झै आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै आमा हो हाँसी बसे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै तिम्रो माया शीतल सुन झै आमा तिम्रो काख माया दिने चौतारी पिपलु बर झै आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै आमा हो हाँसी बसे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै सिरान राखी निधाएछु जस्तो भयो सपनीमा देख्दा तिमलाई झस्केर
आँसु छाती छामी हेर्छु चर्किएला जस्तो मुटु धर्किएर आउँछ आँसु सम्झेर तिमीलाई नै मायाले